जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वास्थ्य हो साथीहरू। स्वस्थ रहनको लागि राम्रोसँग खानेकुराहरू खानुपर्ने हुन्छ। राम्रोसँग खाना खानको लागि दाँत बलियो हुनुपर्छ। दाँतै बलियो नभएपछि आज म चाहिँ डेन्टलतिर लागेँ। डेन्टल पुगिसकेपछि एकछिनमा मेरो पालो आयो। मेरो दाँतको चाहिँ एङ्गलबाट एक्सरे गरियो र हेर्दाखेरि चाहिँ डर लाग्दै देखियो। पहिला पनि एउटा दाँत चाहिँ मेरो इम्प्लान्ट गरिसकेको र अर्कोपट्टिको पनि फेरि त्यस्तै गर्नुपर्ने अरे। पहिला पनि राम्रै अमाउन्ट मेरो खर्च भइसकेको थियो। फेरि पनि दाँतले लगभग आधी महिनाको कमाइ चाहिँ तह लगाउने अवस्थामा छ। ठिकै छ, पैसाभन्दा ठुलो कुरो स्वास्थ्य हो। स्वास्थ्यलाई चाहिँ केयर गर्नै पर्यो होइन। कोरियामा फेरि औडा कुरा चाहिँ के रहेछ भने हामीले महिनामा 10,000 15,000 नेपाली रुपियाँ चाहिँ स्वास्थ्य बिमाको लागि तिरिरहेको हुन्छ। तर दाँतको उपचारमा चाहिँ स्वास्थ्य बिमा चाहिँ नलाग्ने रहेछ क्या। त्यसो भएको हुनाले चाहिँ अलिक गाह्रो हुँदो रहेछ। यो चिसो मौसममा दाँत दुखेर दिमाग खराब बनाइहालेको। अबको 4 हप्तादेखि पनि आउनुपर्ने अरे। 4 हप्तासम्म आउन जान गर्नुपर्ने छ चिसो मौसममा। यस्तै छ यहाँको चलन। आज अब खम्सा मात्र भयो। खम्सा भनेको चाहिँ चेक जाँच के कसो गर्नुपर्छ भनेर होइन। अब पैसा चाहिँ इनफै लाग्ने भयो होइन, धेरै नै लाग्ने भयो। नेपाल छुट्टी जाउँला, नेपालमै गरौँला भन्ने सोचिरहेको थिएँ। छुट्टी पनि त्यस्तै नमिल्ने जस्तो कुरो भयो। त्यही भएर उपचार यतै गरिदिउँ भनेको गाइस। अझ फेरि डक्टर बिजी अरे। चेक जाँच मात्रै भयो। अर्को हप्ता आउनुपर्ने भयो। जाडो छ, घाम लागे तापनि। बिहानदेखि मैले चाहिँ केही पनि खाएको छैन। अब के खाएर जानुपर्ने हुन्छ रुमतिर। छुट्टीको दिन 10-11 बजीसम्म त सुतिन्छ नै। त्यसपछि उठेर यता आइदिएको। यस्तै छ, भएन सोचे जस्तो काम भएन। अब यहाँ चिकन चिप छ एउटा। चिकन चिप हानेर चल्नु पर्ला नि। अब एकतिर त छुनै मिल्दैन, खानेकुरा लानै मिल्दैन। अर्कोतिरले बिस्तारै चपाउँछु भनेर चाहिँ हा यो चिकन अनि यो बियर मगाएको छु मैले चाहिँ। अब यति खाएर चाहिँ घरतिर लाग्नुपर्छ अनि आनन्दले सुत्नुपर्छ। बजार गएको बेला के चाहिँ खाने त भनेर एउटा चिकन चाहिँ पुरै मगाइदिएको। त्यहाँको साउनीले चाहिँ मलाई त एक्लैले सबै खाइसक्छस् भनेर सोध्दै थियो होइन। तर पनि मैले अलिअलि खाएँ, अलिअलि छोडेर हिँडिदिएँ। आज म एक्लै थिएँ अनि आधी पनि कति मगाउने त, मलाई आधी अर्डर गर्न पनि अड लाग्यो होइन। त्यसैले मैले चाहिँ पुरै मगाएको थिएँ। साउनीले चाहिँ अलि अचम्म मान्दै थियो क्या। र त्यसपछि चाहिँ म ट्याक्सी बोलाएँ। फेरि ट्याक्सी चढेर घरतिर आएँ। र यसरी चाहिँ मेरो आजको दिन एन्डिङ भयो। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। सँगै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू। सँगै रहेको बेल आइकन पनि दबाइदिनु होला। सपोर्ट देखाइदिनु होला। थ्याङ्क्स फर वाचिङ। थ्याङ्क यू।